आज गर्मी छ है गाई झुम्काको राइड हो आज ल बेकामाबाट झुम्काको राइड हो गाइस अब जाँदैछु वेलकम टु माई न्यू ब्लग है आज है न्यू ब्लग झुम्काको पानी पर्रो जस्तो छ घाम लागेको छ यस्तो गर्मी छ धुलामे छ पहिला पहिला त हिलामे हुन्थ्यो भन्थ्यो अहिले चाहिँ धुलामे छ कार चाहिँ जाँदैछ धुलामे पहिला पहिला हिलामे हुन्थ्यो अहिले चाहिँ धुलामे स्कुटरमा आउँदैछ खाल्डाखुल्डी धेरै ठुलो ठुलो छ बनाउँदैछ पम्चरहरू गर्मीमा धेरै गर्मी छ आज पनि खाल्डाखुल्डी पुरिएछ यहाँ ठुलो खाल्डो थियो है यहाँ झुम्का बजार सिनेमा हलतिर भोलि मिसिन हुल्ने सुनेको है मैले किन थोर लगाएको सनकाहा हो सनकाहा होइन अब यहाँ क्यामेरामा बोलिहाल्यो मोबाइल ल्याएको त राम्रो सिन देखिँदो रहेछ फोटो खिच्नु पर्थ्यो यस्तो सट्ट खिच्ने यहाँबाट सरर अगाडि त राम्रो भ्यू आउँछ कि लगोना बजार प्रवेश गरिसक्यो यो चाहिँ लगोना बजार सानो बजार है गाइस सानो बजार हो अब गाई भनौँ कि गाई भनौँ
सानो बजार हो यो, तर सानो बजारमा सबै थोक पाउँछ। सबैले हाले गाडीहरू पनि भयङ्कर कुद्दो रहेछ। बाइक आउँदैछ अगाडिबाट। माथि आउने छु। शनिबार ल है गाइज, अब यहाँ शनि बजार लाग्छ हो आज। अब यहाँ हामी यता शनि बजार लाग्नु उता धेरै पर छ। हामी यहाँनिर अनलोड भइसक्यो, अब घरतिर लाग्ने। बाई बाई, अर्को ब्लगमा भेट्नु। हामी पुगिसक्यो त झुम्का बजार, गाडी बन्द गरेर अब भइरहेको घन्टाला पूर्व घाम लागेको छ झुम्का बजारमा। हेर्नु शनि बजार चाहिँ अगाडि लाग्छ, हामी चाहिँ वरै छु। यहाँबाट 2 मिनेट जति लाग्छ। 2 मिनेट। अर्को दिन शनि बजारको पनि देखाउने हो। बाई बाई।